छोड्दिन। आज तेरो कारणले फोकटको पिटे खानु पर्यो मैले। त्यसैले जबसम्म मेरो दुखाइ र थकान मेटिँदैन तबसम्म म तँलाई छोड्दिन। प्लिज यस्तो नभन्नुस्। तपाईले मलाई जिउनु न मर्नु गराए पनि मैले सब। नमस्कार दर्शकवृन्द, आजको यस भिडियोमा हामी सहरिया बुहारी सिरियलको रियाक्सन र रिभ्यू गर्न गइरहेको छौं। दर्शकवृन्द, पुरा भिडियो हेर्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानलमा जानुहोला है। आउनु सँगसँगै भिडियो हेरौँ। अगाडि तपाई राम्रो मान्छे हो, उ मेरो साथी हो भन्ने गरेकी छु। तर अहिले तपाईलाई यो अवस्थामा कसैले देख्यो भने के सोच्छ? यस्तो कुनामा कसैले पनि देख्दैन। आइज, तँसँग म थकाइ मेटाउन चाहन्छु। धने प्लिज, आखिर तपाईले मसित के चाहनुहुन्छ र आज मेरो अस्मितासँग खेल्न खोज्दै हुनुहुन्छ? भन्नुस् त। तेरो कारण त्यो इन्द्रे भन्ने केटाको हातबाट मैले पिटाइ खानु पर्यो। सुरुमा त यसको बदला स्वरूप तँसँग म थकान मेटाउँछु। दर्शकवृन्द, वास्तवमा यो धनी एकदमै खराब रहेछ नि है। त्यसपछि तैँले मलाई सबैको अगाडि ऊ मेरो प्रेमी हो भनेर चिनाउने छेस। थुक्क पापी, तैले भनिस् भन्दैमा मैले तेरो प्यास मेटाउनको लागि तैले मलाई के सोचेको छ? चुपचाप मैले भनेको मान्छेस् कि सबैको अगाडि यो केटी कलेज नगइकन मसँग मोज मस्ती गरेर बस्ती भनेर हल्ला फैलाइदिए। नाइ धने, नाइ, यस्तो नगर्नुस् प्लिज, यस्तो नगर्नुस्। नानी, नानी। दर्शकवृन्द, यो सबै रिमाले त सम्झेकी पो रहेछिन्। के भयो नानी तपाईलाई? किन यसरी चिच्याको? ल, मैले कति बेला चिच्याएर? सायद तपाईले त्यस्तो लागेको मात्र हो भाउजू, तर मैले चिच्याको छैन। कतै तपाई कसैको कारणले के अप्ठ्यारोमा त पर्नु भएको छैन नि? नाइ, छैन त्यस्तो केही पनि। हेर्नुस् है, त्यस्तो केही मनमा छ भने यसरी कुरा लुकाएर नराख्नुस्। यसरी मनमा कुरा लुकाएर राख्दा पछि तपाईलाई नै अप्ठ्यारो र गाह्रो पर्न सक्छ। किनकि केही दिनदेखि तपाईको चालमाला हेर्दाखेरि खासै राम्रो लक्षण देखेकी छैन मैले। त्यो पापी धनेको कारण मेरो मनमा गाँठो परेको कुरा कसरी खुलाम भाउजू? यस्तो कुरा कसैलाई भनिस् भने सबैको अगाडि तेरो बेइज्जत गरिदिन्छु भनेको छ त्यो पापीले। त्यसैले सबैको अगाडि आफ्नो बेइज्जत हुन भन्दा बरु आफै भित्रै भित्रै मर्नु नै राम्रो हुन्छ। के भयो नानी? किन नबोल्नु भएको तपाई? बोलिराखी छु त। अनि खै त शिशिर दाइ र आमा? उनीहरू घाँस काट्न गएका छन्। तर तपाईले मनमा ठुलो कुरा लुकाएर ठुलै गल्ती गर्दै हुनुहुन्छ नानी। या छैन के भाउजू, बरु बस्दै गर्नुस् है, म बारीतिर गएर आउँछु। के भएको होला त नानीलाई? पक्कै पनि यिनले मनमा केही न केही डर लाग्दो कुरा लुकाएरै राखेकी छिन्। होइन भने मान्छेको जातले यत्तिकै बसेर यसरी चिच्याउँदैन। यस्तो देख्दा देख्दै यस्तो कुरालाई। दर्शकवृन्द, राधाले अरू बेला जस्तो सुकै भने पनि आज त्यस्तो समयमा चाहिँ निकै कुरा सोचिरहेकी छिन् है। नर्मल सोच्ने त हुँदैन। रिमा यहाँ आएर किन यसरी रोइरहेको छ? पक्कै पनि राधाले केही न केही भने जस्तो छ। रिमा, के भयो तिमीलाई? त्यस्तो केही भएको छैन दाइ। अनि खेतवाला पाउनु भयो त? अहिले खेताला सेतालाको कुरा छोड, बरु यति भन, तिमी यहाँ आएर किन यसरी रोएकी? यत्तिकै हो कि दाइ? कस्तो यत्तिकै? मान्छेको जात त्यत्तिकै रुन्छन् र? मान्छेको जात रुने भनेको कि मनमा गहिरो चोट परेर हो कि त कसैले वचन लगाएर हो? अब मसँग केही कुरा नलुकाइ भन, तिमी किन रोएकी? यत्तिकै हो कि खासमा मान्छे रोएपछि मन हल्का हुन्छ रे, त्यसैले रोएकी। अब त भयो। तिमीले यस्तो भनेर यत्तिकै सुख पाउँदिनौ। सायद तिमीलाई राधाले केही न केही मन दुख्ने गरी भनी होला, हैन? छ्या, बिचारी भाउजूलाई किन त्यस्तो सोच्नु भएको के तपाईले? अनि के त? हेर रिमा, उसको मुख अलि छुच्चो छ, त्यसैले पक्कै पनि
पनि तिमीलाई भाउजूले केही न केही नराम्रो भनेकै हुनुपर्छ। भयो दाइ, अब यो कुरा छोड्नुहोस्। मलाई भाउजूले त्यस्तो नराम्रो केही भन्नुभएको छैन। दर्शकवृन्द वास्तवमा रिमाले कति पनि त्यो कुरा नलुकाएको भए हुने थियो नि है। हेर्दै जाउँ है। बरु खेतला पाउनु भयो कि पाउनु भएन त? भोलिलाई पाइयो। अनि राधा घरमै छ नि? घरमै हुनुहुन्छ। त्यसो हो भने तिमी पनि घरतिर हिँड, म राधासँग राम्रोसँग कुरा गर्छु। के कुरा गर्ने दाइ राधा भाउजूसित? जे कुरा भए पनि तिमी खुरुक्क हिँड न। तपाईँ जाँदै गर्नुहोस्, म एकछिन बारीतिर पुगेर आउँछु। तर राधा भाउजूलाई नराम्रो केही नभन्नु होला है। ल तिमी पनि छिटो गरेर आऊ है। हे भगवान्, अब फेरि मेरो कारण दाइ भाउजूको झगडा त हुने होइन। अब के गर्ने होला त? घरमा जाम भन्ने सबैले एउटै कुरा सोधेर मन गरुङ्गो हुन्छ। बसन्ती दाइ घरमा भएको भए सायद मैले आफ्नो मनका सबै कुरा बसन्ती दाइलाई सुनाउँथेँ होला। तर बसन्ती दाइ काममा गएर घर नआएको पनि यतिका दिन भयो। आज यतिका दिनसम्म मेरो बसन्ती दाइलाई कसैले नराम्रोसित जाल बुनेर घरमा जानै मन नलाग्ने त गराइदिएको छैन। अब उसलाई कसरी घर जान मन लाग्थ्यो त? हेर इन्द्रे, तिमीले भने अनुसार मैले बसन्तीलाई यसरी जाल बुनेकी छु कि बिस्तारै त्यो मान्छे मेरो माया जालमा। ओ माई गड, दर्शकवृन्द वास्तवमा इन्द्रको खेल त यस्तो पो रहेछ है। पूजालाई इन्द्रले नै प्रयोग गरेको रहेछ बसन्तीलाई एकदमै धेरै सबक सिकाउनको लागि। इन्द्रले बसन्तीसँग त्यसरी आज विभिन्न बहाना गर्दै सहयोग गर्ने जुन कुराहरू गरिरहेको थियो नि, यो सबै उसले त केवल बदलाको लागि पो रहेछ। ओ माई गड दर्शकवृन्द, यो हेर्दै गर्दाखेरि यो कुरा चाँडोभन्दा चाँडो बसन्तीले थाहा पाउनु पर्यो भन्ने को चाहनुहुन्छ कमेन्ट गर्नु होला है। हेर्दै जाउँ। फसेर संसार भुल्नेछ। त्यसपछि मैले त्यसलाई धोका दिएपछि तिम्रो बदला लिने सपना पूरा हुनेछ कि कसो? तिमीले ठिक भन्यौ पूजा। बसन्तीले मधु र मलाई जसरी टाढा बनाएको थियो नि, त्यसको बदला मैले जसरी पनि लिनै पर्छ। त्यो बदलाको हतियार यति बेला मैले तिमीलाई बनाएको छु। अब यो हतियार मैले ताकेकै ठाउँमा छिट्टै लाग्नेछ। यो कुरामा म ढुक्क छु। मैले एउटा कुरा अझै पनि राम्रोसँग बुझेकी छैन। खासमा तिमीले बसन्तीसँग बदला लिन उसलाई काममा पनि लगायौ। अनि मलाई 2 लाख दिने शर्तमा स्कुल सर गरेको बहाना बनाएर तिमीले मलाई गाउँमा बोलायौ। अब मसँग बसन्ती नजिक भएकै दिनबाट तिम्रो बसन्तीसँग बदला र प्रतिशोध सुरु हुनेछ। तर तिमी बसन्तीसँग आफै नजिक हुने कोसिस गरिरहेको छौ त। कुनै पनि शिकार पासो खोज्दै आफै आउँदैन। उसलाई पासोमा पार्नको लागि पासोमा मिठा मिठा खानेकुरा राख्नुपर्छ। त्यसैले मैले बसन्तीलाई पासोमा पार्न उसलाई सहयोग गरेको छु र मिठा मिठा कुरा गरिरहेको छु। यो सब मैले पासोभित्र राखेको मिठो खानेकुरा हो। बस तिमीले यति कुरा बुझे हुन्छ। ठिक छ, तिमीले दिमाग लगाउन खुब जानेका रहेछौ। तर यो भन्दा सजिलो तरिकाले उसँग तिमीले बदला लिन पनि त सक्थ्यौ होला नि। यदि उसित मैले सजिलै बदला लिन सक्थे भने तिमीलाई 2 लाख रुपियाँ दिएर प्रयोग गर्नु पर्थ्यो र? अन्तिममा मसित कुनै पनि विकल्प नभएर यो सब गरेको हुँ पूजा। हुन्छ, अहिलेलाई म जान्छु, फेरि भेट्दै गरौँला। हुन्छ जाऊ। तिमीलाई मैले 1 लाख रुपियाँ दिइसकेको छु। बाँकी पैसा तिमीसँग बसन्ती बाँच्नै नसक्ने भएपछि र तिमीले उसलाई धोका दिएपछि पाउँछौ। हस् इन्द्रे, मलाई तिम्रो विश्वास छ। अहिलेलाई जान्छु। हस् जाऊ। दर्शकवृन्द इन्द्र सुध्रेको भनेको त यो त 1 नम्बरको पो निस्क्यो है। अब बिस्तारै मेरो खेल सेमी फाइनलमा जाँदैछ। जब त्यो बल पूजाको खुट्टामा आउनेछ, त्यो बल सिधै मतिर पास गर्नेछ। त्यसपछि मैले सिधै गोल हानेर बसन्तीसँग बदला लिने सपना पुरा गर्नेछु। राधा, ए राधा, बाहिर आइ त। भन्नुहोस्, किन यसरी चिच्याउँदै बोलाउनु भएको? तैँले रिमालाई के भनेको
भनेको थिइस्? ल मैले के भनेकी छु र? मैले त केही पनि भनेको छैन त। तैँले केही नभनेको भए उता तलतिर गएर किन रिमा रोएर बसेकी छ त? तपाईँको बहिनीलाई एकचोटि राम्रो धामी झाँक्रीकोमा लगेर देखाउनुहोस्। मैले उनको चालमाल बुझे अनुसार खासै निको चाला देखेकी छैन नि। के भएको देखेकी थिइस् र तैँले? के भएको देख्नु नि? भर्खरै यहाँ बसेर बेसरी आत्तिँदै एक्लै चिच्याउँदै थिइन्। म भित्रबाट आएर के भयो किन यसरी चिच्याएको भनेर सोधेको त यत्तिकै बाहिर हिँडी। फेरि अहिले उता गएर रोएकी हो भने केही न केही उसलाई पक्कै भएको छ। खै के हो? अनि खै त आमा र शिशिर? खै घाँस काट्न गएका थिए अझै आएका छैनन्। अनि खेतालो पाइयो त? बल्ल बल्ल पल्लो गाउँ पुगेपछि 3-4 जना पाएको छु के अरे? ल खेतालो भन्दा पनि आफ्नो बहिनीको रेखदेख गर्नुहोस् है। यो पाराले त बहिनी साँच्चीकै बौलाउन सक्छ। बरु बसन्तेलाई बोलाएर हुन्छ कि भेटेर हुन्छ बहिनीको बारेमा सबै कुरा भन्नु पर्यो। खै के गर्ने? छोडिदिए कुरा। बरु केही खाजा बनाएको भए खाना दे न मलाई। साह्रै भोक लागेको छ। ल आउनुहोस् न त खाजा खान। हिँड्न त। बसन्ते के गर्दैछौ तिमीले? खाजा खायौ त? खाइसकेँ। अनि खाजा खाने बित्तिकै किन काम गरेको त? एकछिन आराम गर्नुपर्छ नि त। म यहाँ काम गर्न बसेको मान्छे हो। आराम गर्नको लागि त घरमा गएर आमासित अनि आफ्नो परिवारसित बसे भइगयो त। ल धेरै नाटक नगर। एकछिन आराम गरेर काम गरे पनि केही फरक पर्दैन। आखिर पूजा मिसले मेरो यति धेरै किन ख्याल राख्नु भएको होला त? म जस्तो घरमा हलिबसेको मान्छेलाई यति धेरै पढे लेखेको मान्छेले यसरी ख्याल राख्नुको पछाडि भित्रभित्रै केही रहस्य त लुकेको छैन। धेरै हो दर्शकवृन्द, बसन्तीले जे सोचिरहेका छन् एकदमै सही सोचिरहेका छन् है। हेर्नुहोस् अब उसको प्रतिबिम्बले के भन्दैछ। रहस्यहरू लुकेका हुन सक्छन्। त्यसैले कोही मान्छे नजिक भयो भन्दैमा उसित धेरै नजिक हुने कोसिस नगर। के थाहा कोही मान्छे नजिक हुने बाहना गरेर तँलाई पासोमा पार्नका लागि पासोभित्र चारो पो हालेको छ कि? तर पूजा मिस त धेरै पढे लेखेको मान्छे हो। यति धेरै पढेको मान्छेले कसैलाई नराम्रो सोच्न सक्छ होला त? किन नसक्नु? मान्छेको नियत बुझ्नको लागि सुरुमा उसको मनभित्र पस्न सक्नुपर्छ। तर यो संसारमा आजसम्म कोही पनि मान्छे कसैको मनभित्र पस्न सकेका छैन। त्यसो हो भने यो संसारमा मैले कसको विश्वास गरौँ त? कहिलेकाहीँ हिँड्दै आफ्नै खुट्टा चिप्लिएर पनि लड्छ मान्छेको जात। त्यसैले हिँड्दै जब आफ्नै अङ्गले त साथ दिन सक्दैन, आफ्नै अङ्गको त विश्वास हुँदैन भने अरू कसको विश्वास गर्छस् त? त्यसो भए म पूजा मिससित नबोलौँ त? सकेसम्म नबोल। यदि बोल्नै परे पनि आवश्यकता अनुसार मात्रै बोल। किनकि मान्छेको जात कोही पनि कसैसित यति चाँडै नजिक हुन सक्दैन। अहिले तँसित पूजा मिस यति चाँडै नजिक हुनु भनेको उसको मनभित्र केही न केही स्वार्थ र केही न केही कुरा लुकेको पनि त हुन सक्छ। जसको कारणले गर्दाखेरि पछि तँलाई कहिले जिन्दगीभरि उठ्नै नसक्ने गरी लड्ने दिन आउन सक्छ। ठिक हो, पूजा मिस यहाँ आएदेखि नै सित नजिक हुँदै जानुभएको छ। म एउटा हलीसित यसरी नजिक हुनुमा केही न केही रहस्य त पक्कै लुकेको छ। त्यसैले यो कुरालाई मैले पक्कै पनि ख्याल राख्नुपर्छ। यदि यो कुरालाई ख्याल राखिन भने मलाई झनभन्दा झन अप्ठ्याराहरू आउन सक्छन्। अब मैले त्यसो गर्न हुँदैन। पूजा मिससित अब म नजिक हुँदिन। ल तिमीलाई एकैछिन बस भनेको सुनेनौ? बस के एकछिन बस। तिमीलाई बस्न डर लाग्छ हो? किन डराएको तिमी? हेर त घरमा ठुलबुवा ठुली आमा पनि हुनुहुन्न अनि तिमी यत्तिकै डराएर हुन्छ त? पूजा मिस, खासमा तपाईँले मसित यस्तो कुरा किन गर्नुभएको भन्नुहोस् त? किनकि म चाहन्छु सकेसम्म तिमीलाई आराम मिलोस्।
अनि यो घरमा तिमीलाई काम गर्ने मान्छे जस्तो गराएर होइन, यो घरको सदस्य जस्तो गराएर राख्न चाहन्छु। तपाईँले मेरो लागि यति सोचिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद छ। तर बिन्ती छ, सकेसम्म अबदेखि मसित यसरी नजिक नजिक नभइदिनुहोस्। किन? म तिमीसँग नजिक हुँदा तिमीलाई ठुलबुवा र ठुलिआमासँग डर लाग्छ हो? डर त लागिहाल्छ नि। डराउनु पर्दैन। यदि तिमीलाई ठुलबुवा र ठुलिआमाले कामबाट निकाल्यो भने तिम्रो साथमा म छु। छ्या, यस्ता वाहियात कुरा मसित नगर्नुहोस् के। अनि कस्तो कुरा गर्ने त? सकेसम्म तपाईँ मसित यसरी नजिक नजिक भएर नबोल्नुहोस्। यसरी नजिक नजिक भएर बोल्दै जानुभयो। दर्शकवृन्द, बदलाको भावनाले आए कि यी पूजाले पनि हेर न पैसा खाएर आज बसन्तीलाई निकै राम्रो कुरा गरिरहेकी छिन् है। कुनै दिन समयले अर्कै मोड पनि लिन सक्छ। जस्तो सुकै मोड लियोस्, तर एउटा साथी अर्को साथीसँग नजिक भएर बोल्दा केही फरक पर्दैन, बुझ्यौ? बुझेँ, तर यस्तै हो भने आफ्नो इमानलाई दाउमा राखेर लामो समयसम्म म यहाँ काम गरेर बस्न सक्दिनँ। छ्या, तिमीले त के सोच्छौ? भयो, धेरै नसोच। बरु के काम गर्दै थियौ, गर न त। हुन्छ। हजुर, भित्र आऊ न, आऊ न, आऊ। पूजा, पूजा। ए, तपाईहरु आउनु भयो? आइम छोरी। अनि खै त बसन्ते? भित्र छन्। के गर्दैछ त्यसले भित्र? केही बेर पहिले बारीबाट आएर बिस्तारा मिलाउँछु भन्दै थिए, बिस्तारा मिलाउँदै होला नि। अनि तिमीले चाहिँ के गर्दै थियौ त? मैले पनि बसन्तेलाई बिस्तारा मिलाउन सहयोग गर्दै थिएँ। घरमा काम गर्न बसेको मान्छेसँग सँगै बिस्तारा मिलाउँदा तिमीलाई अलिकति पनि लाज लागेन? छ्या, तपाईले त कस्तो नराम्रो सोच्नुहुन्छ क्या ठुलबुवा? एउटै घरमा बस्ने मान्छेलाई साथीको भावनाले सहयोग गर्दाखेरि के नराम्रो हुन्छ त? साथी साथी भनेर नजिक हुँदै गयो भने त्यो सम्बन्ध धेरै माथि पुग्न सक्छ। त्यसैले विचार गरेर अगाडि बढ। मैले त के भन्नु, तिमी जस्तो पढे लेखेको मान्छेलाई। दर्शकवृन्द, एकदमै सही भने। वास्तवमा तर यो पूजाको जाल चाहिँ यहाँ अर्कै छ है। पूजा यो घरमा यी बाआमाको एउटा तपाईँको भाइको छोरी भनेर आएकी छिन्, तर वास्तवमा हेर्दाखेरि त अरू कसैले परिचालित गरेको हो नि। अब यो कस्तो खालको यो गेम, यो खालको कथाले माग्छ, हेर्दै जाउँ है। तपाईँले पूजालाई किन यस्तो नराम्रो सोच्नुहुन्छ के? पूजा हामीभन्दा धेरै बुझ्ने मान्छे हो। उनलाई के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ नि सबै थाहा छ। यस्तो कुरामा पढे लेखेको मान्छे र सबै कुरा थाहा छ भनेर हुन्छ? भोलिका दिनमा मेरो भाइले काम गर्ने केटोसँग मेरो छोरी नजिक भएकी छ रे भनेर सुन्ने भने के हुन्छ? मैले त्यस्तो दिन आउन कहिले दिने छैन ठुलोबुवा। तर तपाईले यत्रो तिल जत्रो कुरालाई किन पहाड जत्रो बनाएर सोच्नुहुन्छ क्या? मैले त्यस्तो सोचेको होइन, तिमीलाई बेलैमा सचेत गराउन मात्र खोजेको हो। अनि तिम्रो स्कुलको जागिर के भयो त? खै, फोन गर्छु भनेको थियो, फोनै आएको छैन। त्यस्तो भनेर हुन्छ त? आफू एकचोटि स्कुलमा गएर बुझ्न सक्दिनौ? बरु आज स्कुल जाऊ, एकपटक सबै कुरा राम्ररी बुझेर आऊ। आजै किन जानु पर्यो र? भोलि गए पनि त हुन्छ नि। तिमी चुप लाग। यस्तै गरेर बस्ने हो नि जागिर यत्तिकै हुन सक्छ। त्यसैले समयमै आफू गएर सबै कुरा आफूले बुझ्नुपर्छ। ठिक छ नि त। के गर्छौ त पूजा? एकचोटि स्कुलमा पुगेर आउँछौ कि? हुन्छ, अब तपाईहरुले त्यस्तो भन्नुहुन्छ भने म गएर बुझेर आउँछु नि त। जाऊ न त त्यसो भए। हस्, म पुगेर आउँछु। खै त बसन्ती, भित्र के गर्दैछ? बाहिरै निस्किँदैन त? बिचाराले काम गर्दै होला नि। खै बोलाऊ त। बसन्ती, ए बसन्ती, हजुर, बाहिर आऊ त। तपाईँहरू आउनुभयो? हामी त अघि नै आएको। त भित्रबाट बाहिरै निस्किँदैनस् त? के गर्दै थिइस्? पूजा
मिसले एकैछिन भित्र बिस्तारा मिलाउन आऊ भनेर बोलाउनु भएको थियो, त्यही भएर बिस्तारा मिलाउँदै थिएँ मैले। बिस्तारा मिलाएर राख्ने काम तेरो हो, तर काममा किन पूजालाई समय लगाउँछस्? अनि मैले पूजा मिसलाई काममा सघाउनुहोस् भनेर कहिले भनेको छु र? त्यसो हो भने भित्र पूजासँग बिस्तारामा किन सँगै थिइस्? त्यो त मलाई थाहा छैन, पूजा मिसलाई सोध्नुहोस् न। भयो क्या अब यो बारेमा तपाईँले धेरै किचकिच नगर्नुहोस्। अनि बिस्तारा मिलाएर सकिस् त? सकेँ। त्यसो हो भने बारीतिर के काम छ गएर हेर। बसन्तीलाई किन यसरी हप्काउनु भएको के तपाईँले? मैले हप्काएको होइन, उसलाई सचेत गराउन खोजेको। जब घरमा काम गर्ने हली बिस्तारै हाम्रो पूजासँग नजिक भयो भने के हुन्छ? यदि बिस्तारै त्यस्तो भयो भने मेरो भाइको मात्र होइन, मेरो पनि नाक काटिन्छ। छ्या, तपाईँले पनि कता कता सोच्नुहुन्छ, कता कता। हो त क्यारे, अब पूजाको जागिर मिलेन भने बिस्तारै सहरतिर पठाइदिने। यहाँ राख्ने हो भने पूजालाई बसन्तीले बिस्तारै आफूतिर खिच्न सक्छ। पूजाको ठुलो बुवाको कुरा चाहिँ सही नै है, तर यी बाबैले केही कुरा चाहिँ बुझेका छैनन् है। भयो अब तपाईँले पनि सानो तिल जत्रो कुरालाई पाहाड जत्रो बनाउनु हुँदैन के। यस्तो गर्नुभयो भने तपाईँको घरमा कसैले पनि टिकेर काम गर्न सक्दैन। आउनुहोस् भित्र जाम। खाजा खाइसक्नु भयो? खाइसकेँ। अनि मलाई मात्रै किन बनाएको त? सबैलाई एकैचोटि बनाए भए सजिलो हुन्थ्यो नि त। आमालाई शिशिर घाँस काट्नु जाने बेलामा खाजा बनाइदिन्छु, खाजा खाएर जानुहोस् भनेको त्यत्तिकै जानुभयो के अरे? अनि तपाईँको बहिनी पनि आज मलाई खाजा खानु मन छैन भनेर बारीतिर गइन्, त्यही भएर तपाईँलाई र मलाई मात्रै बनाएको। ठिकै छ नि त। अनि सुन्न एउटा कुरा, बसन्ती काममा गएको पनि यति दिन भइसक्यो, तर घर नजिकै काम पाउँदा पनि त्यो मान्छे आजसम्म घरै आउँदैन, किन होला? तपाईँले भाइको कति चिन्ता गर्नुहुन्छ के? अब काम गर्नु गएको मान्छे समयमा घर आउन नमिलेर होला नि त नआएको। खै के हो एकपटक त यहाँ आयो भने तँसँग एउटा कुरा सिरियस भएर गर्नुपर्ने थियो। कस्तो कुरा हो र? के हुनु नि, कुरा त्यही त हो। अब उसले रिताको आफन्त बिमारी भएर माइत गएको हो भनेर भन्छ, तर माइत गएको हो भने यतिका समयसम्म आउनुपर्ने हो नि। त्यसैले मलाई कता कता बसन्तीले हामीसँग झुट बोलेको हो कि जस्तो पो लागिरहेको छ। के कुरामा झुट बोल्ने हो र? के थाहा, उनीहरूको झगडा भएर रिता माइत गएको पो हो कि। अनि तपाईँलाई के भयो त? हेर्नुहोस् है, दुनियाँको चिन्ता गरेर बस्नु छोडिदिनुहोस् है तपाईँ। हेर त रिताले भने कि वास्तवमा रिताले उता आफ्नो बाबुआ आमालाई धेरै कुरा त भनेकी छैनन्, तर यता राधाले हेर न अनेक कुराहरू भनिरहेकी छिन् है। बरु आफ्नो र भविष्यको बारेमा चिन्ता गर्न थाल्नुहोस्। छ्या, तैँले किन होला कि मेरो अलिकति पनि कुरा बुझ्दिनस् के? मैले के कुरा बुझिन र तपाईँको? हेर राधा, हिजो आज आमाले पनि बसन्तीको स्वास्नी खै माइत गएको हो भने बोलाउनु पर्यो, यहाँ लिन जानु पर्यो भनेर भनेको भनी गर्नुहुन्छ मसँग। अनि मैले के गर्नु त? केही नगर्नुहोस्, त्यो कुरालाई एउटा कानले सुन्नुहोस् अनि अर्को कानले उडाइदिनुहोस्। म यो घरको जेठो बाठो छोरो भएको नाताले पनि यसो गर्न मिल्दैन राधा। एकपटक तैँले राम्रोसँग सोच त, खासमा हामीले बसन्तीले बिहे गरेको थियो भनेर यत्तिकै झुट बोलेको जस्तै हुन थाल्यो आमाको बुझाइमा। त्यसो हो भने बुहारीलाई लिन आमा आफै पठाइदिनुहोस् न त। यति धेरै बुहारीको चासो लागेको भए त आफै लिन गइहाल्नुहुन्छ नि। तैँले त्यस्तो भनेर हुँदैन राधा, बरु एकपटक बसन्तीलाई भेटेर अनि समय मिलाएर रितालाई लिन ससुराली जा भनेर भन्नु पर्यो। छोडिदिनुहोस् के, तपाईँले मात्र दुनियाँको चिन्ता लिएर के पाउनुहुन्छ भन्नुहोस् त? पाउन त केही पनि पाउँदिन, तर आफ्नो जिम्मेवारी त पुरा गर्नु पर्यो नि मैले। ल आफ्नो स्वास्नीलाई लोग्नेले गर्नुपर्ने जिम्मेवारी कहिले पुरा गर्न सक्नु भएन के अरे? अब सधैँ आफ्नै भाइहरूको मात्रै जिम्मेवारी काँधमा बोकेर बस्नु। ल धेरै किचकिच नगर, म एकपटक खेततिर पुगेर आउँछु। के गर्ने त, बाबुआमा नभएपछि घरको सबै जिम्मेवारी जेठो छोरोको काँधमा थुप्रिने रहेछ। त्यसैले आज बेलुका पनि बसन्ती आएन भने म भोलि बिहान उतै गएर भेट्छु। ल कोकोलाई कता कता गएर भेट्नु पर्ने हो, भेट्नु होला।
खाजा केही पनि बनाएनौ? म नोकर्नी हो र सबैलाई खाजा बनाएर राखिदिनुलाई? मैले तिमी हेर त सासूआमासँग बोले कि हेर्दै जाउँ है। नोकर्नी भनेर भन्न खोजेको त होइन नि राधा। तर खासमा शिशिरले भोक लाग्यो भनेको छ, त्यसैले केही बनाएर राखिदिएको भए हुन्थ्यो भन्न खोजे कि। सक्दिनँ मैले। त्यसो हो भने म आफै बनाइदिन्छु। पर्दैन, अर्काले दुःख गरेर भित्रेको अन्न जथाभावी पकाएर खिएर फाल्नलाई फेरि। अनि खै त शिशिर? गोठतिर छ। राधा भाउजूले खाजा बनाउनु भयो होला, तपाईँ गएर खाँदै गर्नु, म भगाएर सोरेर आउँछु भन्दै थियो। अनि खै त कविराज? खेततिर जानु भएको छ। खाजा खाएर जा भन्नु पर्थ्यो नि। यो कुरा तपाईँले मलाई सिकाउनै पर्दैन। उहाँले खाजा खानु मन छैन भनेर यत्तिकै जानुभयो त मैले के गर्ने त? त्यही पनि सबैजना एउटै घरमा थुप्रेर बसिसकेपछि बिहान के खाउँ साँझ के खाउँ भन्ने बेला आइसक्यो। दिउँसोमा खाजा खाने कुरा त सम्झिने पानी छम्किने हो अब त। चिन्ता नगर, बसन्ते काममा गएको छ, पक्कै नै केही त गर्ला नि। तपाईँको बसन्तेले कमाएको पैसा त आफ्नै बहिनीलाई पढाउँदा र आफ्नै आमालाई पोसाउँदै ठिक्क होला नि। छ्या, तिमी बेकार कुरै नबुझी किन यस्तो भन्छौ भन त? अनि के भन्ने त? भएको कुरा त गरे कि भने भयो, मसित धेरै कराउने होइन। जानुस् भित्र गएर शिशिरलाई मकै भुटिदिनुहोस्। दर्शकवृन्द, यसरी राधा मालिकनी बनेको देखेर चाहिँ पटक्कै मन परेन है। कसलाई मन परेन, हेर्दै जाउँ है। खुब मिठो मिठो खानु पाउला भनेर यहाँ आएर बसेकी होली के अरे। तर मिठो खानु पाउनु त अब यत्तिकै हो। अबदेखि यिनीहरू घरमा नभएको बेलामा छिटो मिठो मिठो खानेकुरो पकाएर यसै गरी बुढा र बुढी मात्रै खानु पर्ला। कतिसम्म अपराधी है। यता अब शिशिर आउँदैछन् है, कहाँ जाँदैछन् त हेर्दै जाउँ। कतै अब यहाँ शिशिर र कविराजको भेट हुने जस्तो देखिएको छ है, हेर्दै जाउँ है। शिशिर, अनि खै त आमा? आमालाई घरतिर पठाएर माथि कोर्टमा म भकाएर सोध्दै थिएँ दाइ। किन आमा घरमा आउनु भएको छैन र? खै म हिँड्दासम्म त आउनु भएको थिएन क्यारे। अनि एउटा कुरा सुन्न, भन्नुहोस् न। खासमा मैले राधालाई खेततिर जान्छु भनेर बसन्तीलाई भेट्न हिँडेको अहिले। किन नि दाइ? किन भनौँ, सधैँभरि यसरी नै चुप्प लाएर बस्ने हो भने बसन्तीको घरबार बिग्रिन सक्छ। त्यसैले एकपटक बसन्तीसँग सल्लाह गरेर रितालाई लिन बसन्तीलाई जसरी भए पनि ससुराली पठाउनु पर्यो नि। दाइ, तपाईँ अब यो बारेमा बसन्तलाई भेट्न नजानुहोस्। किन? किनकि अब यो बारेमा दर्शकवृन्द, अब कतै इन्द्रले भनेका ती सबै कुराहरू भन्ने त होइनन् शिशिरले कविराजलाई। हेर्दै जाउँ है। बसन्तलाई भेटेर सल्लाह गरेर केही काम छैन। तैँले पनि के भन्छस् के भन्छस्? हो दाइ, मैले सही भन्दैछु। किनकि बसन्ताईको र रिता भाउजूको केही समय अगाडि डिभोर्स भइसकेको रहेछ। नचाहिने कुरा नगर है। साँच्चै हो दाइ। जुन दिन रिता भाउजू र बसन्ताईको काम बुझ्नको लागि फुल्लो गाउँ हिँडेका थिए नि, त्यसै दिन अदालत गएर डिभोर्स गरेका रहेछन्। यो कुरा मलाई इन्द्रले अस्ति मात्रै भनेको थियो। अनि यति ठुलो कुरा बसन्तीले आजसम्म हामीलाई किन भनेन त? हामीलाई बेकारमा किन तनाव दिने भनेर यो सब कुरा लुकाउनु भएको रे। त्यसैले हेर्नुहोस् त, बसन्ताईले आफ्नो मनलाई भित्रभित्र जलाएर बाहिर हाम्रो अगाडि बलियो भएर हिँडेका रहेछन्। ओहो, भनेपछि बसन्ती काममा गएर पनि घर नआउन खोज्नुको कारण यही नै हुन सक्छ। सायद हुन सक्छ दाइ, तर आमालाई यो कुरा कसरी भन्ने होला? अहिलेलाई आमालाई केही नभन् शिशिर, बरु बसन्ती आएर सबै कुरा मिलाएर आफै भन्छ। तर मलाई त तेरो कुरा सुनेर कस्तो नरमाइलो लाग्यो शिशिर। हामीलाई त सुन्दाखेरि पनि नरमाइलो लाग्छ, तर प्रत्यक्ष भोग्ने मान्छेलाई कस्तो भएको होला? साँच्चै बसन्तीले त आफ्नो मनलाई कहिलेकाहीँ ढुङ्गाकै जस्तो बनाउन सक्दो रहेछ। हेर, आजसम्म यति ठुलो कुरा मनमा लुकाएर बस्न सकेको। त्यही त भन्छु नि मैले पनि। ल दाइ, हिँड्नुहोस् घरतिर जाऊँ। घर गएर खाजा खाएर दुई भाइ खेततिर जाउँला। मैले त खाजा खाइसकेँ शिशिर, बरु त घरमा गएर खाजा खाएर आइज नि त। म जाँदै गर्छु, तर बसन्ती र रिता छुटेको कुरा अहिले गएर आमालाई केही पनि नभन्। बिचरी कहिले बुहारी आउलिन् र मुख हेर्न पाउला भनेर बसेकी छिन्, एक्कासी यस्तो कुरा सुन्दा मुर्छा पर्लिन् फेरि। हस् दाइ, मैले आमालाई केही पनि भन्दिनँ। हुन्छ नि त, म खाजा खाएर आउँछु, तपाईँ खेततिर जाँदै गर्नु। ल जा।
युवराज दाई त खाजा खाएर खेततिर हिँडेको हो भन्दै हुनुहुन्थ्यो त। अनि आमाले मकै किन बुन्नु भएको त? खाजा बनाउँदा सबैलाई एकैचोटि बनाउनु पर्थ्यो नि। त्यस्तो होइन बाबु, तपाईँको दाइले बिहानको बासी भात खाएर जानुभएको हो। खाजा त मैले बनाएकी थिइनँ नि। तपाईँ अनि घरमै बसेपछि खाजा त बनाइदिनु पर्थ्यो नि तपाईँले। भयो नि त, अब आमा खुसी हुँदै भित्र मकै बुड्छु भनेर जानुभएको छ क्यारे। कहिलेकाहीँ आमाको हातले बनाएको पनि खानुपर्छ के बाबु। भए पनि पसिनै पसिना भएर भर्खरै एक बारी घाँस लिएर आएको मान्छेलाई खाजा पकाउन फेरि आगोमा नपठाएको भए हुन्थ्यो के अरे। मैले त पर्दैन, म बनाउँछु, तपाईँ भर्खरै घाँस लिएर आएको मान्छे गाह्रो भाउला भनेर भनेकै हो हुन त। तर तपाईँको आमाले मानेको भए पो। ठिकै छ नि त। अनि बहिनी खोइ त? खै बारीतिर जान्छु भनेर हिँड्नु भएको हो क्यारे, कता पो जानुभयो। भनेपछि त्यस बेला बारीमा गएको मान्छे अझै आएकी छैनन्? आउनु भएको छैन नि। किन, तपाईँले पनि भेट्नु भएको थियो र? भेटेका थियौँ, हामी घाँस काट्दै गरेको ठाउँमा गएकी थिइन्। मैले भनेको मान्नुहुन्छ भने एकचोटि बहिनीलाई राम्रो झाँक्री भएको ठाउँमा लगेर देखाउनुहोस् है। उहाँको पारा देख्दाखेरि हिजो आज मलाई खासै राम्रो लागेको छैन है बाबु। आजकलको जमाना यस्तो कुरा कसले पत्याउने भाउजू? बरु उनलाई केही न केही कुराको टेन्सन भएको छ कि जस्तो लागिरहेछ मलाई त। ल ल, मैले त के भनौँ, तर हिजो आज कलेज जानु पनि छोडिसक्नु भयो। त्यत्रो पैसा खर्च गरेर बेकार भएन त अहिले? भोलिबाट त जसरी भए पनि पठाउनु पर्छ। माने पो पठाउनु त कि कसैसित चक्कर चलेको छ र? एकचोटि राम्रोसँग बुझ्नुहोस् न, नत्र पहिले यस्तो मान्छे त होइन के अरे। खै के हो मैले त केही बुझ्न सक्दिनँ। ल ल भाउजू, आमाले मकै भुटिसक्नु भयो होला, खाना जाम। मलाई त खानै मन छैन बाबु, बरु जानुहोस् तपाईँ। मलाई पछि खान मन लाग्यो भने खाम्ला। हस् भाउजू। दर्शकवृन्द, वास्तवमा यी राधाले अनेकौँ नाटकहरू रचिरहेकी छिन् है। हो दर्शकवृन्द, आफ्नो श्रीमान कविराजलाई सरक्क बोलाएर निकै कुराहरू खाइन् अनि उसलाई पनि खुवाइन्। तर हेर त, आज उक्त परिवारको अगाडि कविराजले एकदमै ठुलो नाटक गरेको देखिएको छ। दर्शकवृन्द, अब भने सहरिया बुहारी श्रीमा पनि नयाँ ट्विस्टहरू आउने देखिएको छ है। फेरि पनि अर्को भिडियोको साथमा भेट्ने बाचाका साथ अहिले भने छुटिन चाहन्छु। हस्त, धन्यवाद।